ल है त अर्को पनि हस्ट नेसनको जित आएको छ। युएसएले पाराग्वेलाई 4 गोल स्कोर गरेर र जम्मा 1 गोल खाएर जित हासिल गरेको छ र टेबलको टप गरेको छ। र ब्यालोगन भन्ने प्लेयरको त्यो 2 गोल क्लिनिकल फिनिसिङले देखाउँछ कि सेन्टर फरवार्डको ओक के हो र त्यो रेस्पोन्सिबिलिटी उनले क्लियर गरेका छन् र पुरै युएसए को कन्ट्रोलमा गेम देखिन्छ। 65% पोजिसन त युएसएसँग नै छ र फुल टिमवर्क देखिन्छ। हाफ टाइम अगाडि नै 3 गोल स्कोर गरेर नै पाराग्वेलाई डिस्ट्रोय गरे र पछि पाराग्वे 1 गोल र 90 प्लसको जुन स्टपेज टाइममा पनि त्यो 1 गोल हान्नको लागि जस्तो हारेको जस्तो गरेर कमब्याक गर्न लागेको जस्तो गरेर चाहिँ त्यो गोलमा जुन ओक देखियो, टिम ओक देखियो र गोल प्रहार भयो। भेरी गुड, ब्रिलियन्ट युएसए। र आफ्नो होममा भएको कन्ट्री र डोनाल्ड ट्रम्पलाई दुखी बनाउने छैनन्। आफ्नो होममा भएको वर्ल्ड कप हो र हामीले जित्छौँ भन्ने तरिकाले युएसएले आफ्नो फर्स्ट विन निकालिसकेको छ र हामीले वर्ल्ड कपमा गोलको बर्सात हुन्छ भनेर देख्न पाएको यो पहिलो म्याच भएको छ र बधाई छ युएसए टेबल टप गरेकोमा।